हेलो नमस्ते आई होप तपाईहरु सन्चै हुनुहुन्छ होला। यदि तपाईहरु चाहिँ पर्सनल डिटेल्स ट्यारो रिडिङ गराउन चाहनुहुन्छ भने चाहिँ मेरो इन्स्टा यो ट्यारो रिडर 555 मा मलाई फलो गरेर डीएम गर्न सक्नुहुन्छ। र यदि तपाईले चाहिँ यो भिडियोलाई लाइक गर्नुभएको छैन, फलो गर्नुभएको छैन भने चाहिँ प्लिज फलो गर्न पनि नबिर्सिनु होला। So if you want to join free tarot reading भने चाहिँ तपाईले मेरो टिकटक लाई चाहिँ फलो गरेर लाइभ मा पनि जोइन हुन सक्नुहुन्छ है। सो आज चाहिँ मैले तपाईहरुको करेन्ट सिचुएसन को रिडिङ्स लिएर आएको छु। सो मैले अलरेडी नै कार्ड चाहिँ सफल गरेर राखिसकेको छु है। सो लेट्स सी तपाईको करेन्ट सिचुएसन कस्तो छ त अहिलेको। सो हजुरहरुको एनर्जी चाहिँ एकदमै पोजिटिभ वेमा चाहिँ चेन्जेस भइराखेको देखिन्छ है। सो फ्रेश स्टार्ट न्यू बिगिनिङहरु आउँदैछ। अपकमिङ डेजमा पनि तपाईको चाहिँ एनर्जी एकदमै पोजिटिभ वेमा चाहिँ चेन्ज भइराखेको छ। सो आफूले आफूलाई एकदमै बिलिभ गरिराख्नु भएको छ, कन्फिडेन्ट भएर अगाडि बढिराख्नु भएको छ, आफ्नो प्यासनहरुमा एकदमै फोकस गरेर चाहिँ अगाडि बढिराख्नु भएको चाहिँ देखिन्छ। सो अब तपाईले चाहिँ आफ्नो हेल्थमा पनि धेरै नै इस्युहरु चाहिँ फेस गरिराख्नु भएको थियो है। सो आफ्नो हेल्थ इस्युहरु पनि इस्यु रिलेटेड कुराहरुमा पनि एकदमै हिलिङहरु भइराखेको छ, इम्प्रुभमेन्टहरु चाहिँ भइराखेको देखिन्छ, चेन्जेसहरु आइराखेको छ, चेन्जेसहरु पनि तपाईले फिल गरिराख्नु भएको छ। करियरमा पनि गुड प्रमोसनहरु भइराखेको छ, गुड इम्प्रुभमेन्टहरु चाहिँ भइराखेको देखिन्छ। सो तपाईले कति धेरै हार्डवर्कहरु गर्नुभएको थियो तर तपाईको काम कुराहरु चाहिँ बनिराखेको थिएन। तर अहिले चाहिँ तपाईको सिचुएसनहरु चाहिँ एकदमै पोजिटिभ वेमा चेन्जेस भइराखेको छ। तपाईको अहिलेसम्म नबनेको काम कुराहरु पनि बनिराखेको छ। बेटरको लागि अगाडि अपकमिङ फ्युचरको लागि चाहिँ प्लानिङहरु पनि गरिराख्नु भएको छ है। एकदमै पेशेन्टली वेट गरिराख्नु भएको छ। आफ्नो फेभरमा काम कुराहरु बन्ने, आफ्नै फेभरमा भने जस्तो काम कुराहरु बन्ने भइराखेको छ है। सो पोजिटिभ चेन्जेस, फ्रेश स्टार्ट, न्यू बिगिनिङहरु भइराखेको छ। एकदमै पोजिटिभ चेन्जेसहरु चाहिँ आइराखेको देखिन्छ। सो अलिकति पार्टनरशिपहरु चाहिँ नगर्नु होला। रिलेसनशिपमा चाहिँ थोरै इगोहरु चाहिँ आइराखेको देखिन्छ। सो दुवै जनाले चाहिँ अन्डरस्ट्यान्डिङमा बसेर कुरा गरेर गर्नुभयो भने चाहिँ त्यो इगोइस्टिक जुन पनि रिलेसनमा चाहिँ इगोहरु चाहिँ आइराखेको छ त्यो पनि सल्भ हुने देखिन्छ। सो हजुरले जुन पनि कामहरु गरिराख्नु भएको छ त्यसमा चाहिँ आफ्नो घरको फ्यामिली मेम्बर्समा चाहिँ लेडिजहरुको सपोर्ट लिनु भयो, उहाँहरुको सल्लाह सुझाव लिनु भयो भने चाहिँ तपाईहरुलाई एकदमै राम्रो हुन्छ है। सो आफ्नो कुनै पनि कामहरु गर्न गइराख्नु भएको छ, इन्टरभ्युहरु दिन गइराख्नु भएको छ भने आफ्नो आमाको, आफ्नो दिदीबहिनीको आशीर्वाद लिएर जानु भयो भने चाहिँ तपाईको लागि एकदमै राम्रो हुन्छ। सो अहिले तपाईको एनर्जी भनेको टोटली चेन्जेस भइराखेको छ, एकदमै पोजिटिभ वेमा चाहिँ गइराखेको देखिन्छ। सो फोकस्ड हुनुस्, कन्टिन्यू फोकस गरेर अगाडि बढ्नुस्। आफ्नो इगोहरु, आफू भित्र भएको इगोहरुलाई चाहिँ शान्त पार्नुस् है, कन्ट्रोल गर्नुस्। आफ्नो रिलेसनमा होस् चाहे जे कुराहरुमा पनि इगोहरु चाहिँ अलिकति आइराखेको देखिन्छ। सो त्यो इगोहरुलाई चाहिँ कन्ट्रोल गर्नु होला। त्यो गर्नु भयो भने चाहिँ तपाईको लागि एकदमै राम्रो हुन्छ र एकदमै लाइफमा चाहिँ सक्सेसहरु पनि पाउनेवाला हुनुहुन्छ। काम कुराहरु पनि बनिराखेको छ, मुभमेन्टहरु आइराखेको छ। विदेशको लागि ट्राई गर्नु भएको छ भने पनि मुभमेन्टहरु चाहिँ आइराखेको देखिन्छ। एकदमै राम्रो है। तपाईलाई चाहिँ सूर्यनारायणको कृपा चाहिँ एकदमै राम्रो भइराखेको छ। सो त्यही कारणले गर्दाखेरि पनि तपाईको लाइफमा चाहिँ करेन्टली चाहिँ एकदमै पोजिटिभ चेन्जेसहरु चाहिँ तपाईले फिल गरिराख्नु भएको छ। सो यो रिडिङलाई क्लेम गर्न चाहनुहुन्छ भने चाहिँ आई क्लेम दिस पोजिटिभ एनर्जी नाउ एन्ड आई एम रेडी टु गो भनेर चाहिँ कमेन्ट गर्न चाहिँ नबिर्सिनु होला। थ्यांक यू।